द सिनेम्याक्स फटाफटमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म रक्षा बस्नेत। हामीले आज पनि यहाँहरूको लागि सिनेमा क्षेत्रको चटपटा र एक्सक्लुसिभ खबरहरू लिएर उपस्थित भइसकेका छौँ। कृपया हामीसँग रहनुहोला। सुरु गरौँ अहिले चर्चा बटुलिरहेको चलचित्र परालको आगोबाट। देशभर प्रदर्शनरत फिल्म परालको आगोले प्रदर्शनको 7औं दिनसम्म आइपुग्दा दर्शकमाझ उल्लेखनीय चर्चा र प्रशंसा बटुल्न सफल भएको छ। रिलिजको पहिलो दिनदेखि नै आक्रामक ओपनिङ गरेको यस फिल्मले हलहरूमा राम्रै अकुपेन्सी कायम राख्दै दर्शकको ध्यान खिचिरहेको छ। विशेष गरी कथावस्तुको गहिराई, ग्रामीण परिवेशको यथार्थ चित्रण र भावनात्मक प्रस्तुतिकरणका कारण फिल्मले धेरैको मन छोएको प्रतिक्रियाहरू पनि आइरहेको छ। फिल्मको सामाजिक सञ्जालमा पनि उत्तिकै धेरै सकारात्मक प्रतिक्रियाहरूको बाढी आइरहेको छ, जसले फिल्मको लोकप्रियतालाई अझै धेरै बढाएको छ। विशेष गरी गौथलीको भूमिकामा देखिएकी सुहाना थापाको अभिनयलाई दर्शकहरूले अत्यन्तै धेरै रुचाएका छन्। चलचित्र अक्षराको शुभ मुहुर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको छ। मुहुर्त शटमा क्यामेरा दिनेश महरा, रोल शङ्कर महर्जन, एक्सन कटमा मधुसूदन भट्टराई रहेका थिए भने क्ल्यापिङमा लभ प्याकुरेलले दिएका थिए। त्यस्तै नरिवल भने दीपक गङ्गालले फुटाएका थिए। फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहा र सृजना अधिकारीको अभिनय रहेको छ। छेत बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका निर्देशक विनय राज पौडेल हुन् भने गीतकार सुरेन्द्र राणा र सङ्गीतकार कर्णराज गिरी रहेका छन्। यस चलचित्रको सम्पूर्ण कोरियोग्राफी भने रामजी लामिछानेले सम्हाल्नेछन्। त्यस्तै यस चलचित्रको द्वन्द निर्देशन शङ्कर महर्जनले हेर्नेछन्। यस चलचित्रको वितरण भने नेसनल सिने ग्रुप नेपाल प्रालीको तर्फबाट दीपक गङ्गालले गर्नेछन्। सेलिब्रिटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिका सर्लाहीको सहकार्यमा 5औं नेपाल ग्रामीण चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। 3 दिनसम्म चलेको यस महोत्सवमा 17वटा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न जात जातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो। साथै मधेसका कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। पहिलो पटक मध्य प्रदेशमा आयोजना गरिएको महोत्सवको 5औं संस्करणले मधेसमा नेपाली सिनेमाको प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुर्याएको आयोजकले जनाएको छ। काठमाडौँको पुरानो तथा ऐतिहासिक सिनेमा हल मध्ये एक रहेको जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आएको छ। लामो समय बन्द रहेको उक्त हल आजबाट सञ्चालनमा आएको छ। विक्रमसम्म 2027 सालमा स्थापित जय नेपाल सिनेमा हल काठमाडौँको सिनेमा संस्कृति विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने हल मध्ये एक हो। दरबारमार्ग क्षेत्रसँग जोडिएको यस हलमा दशकौंदेखि नेपाली, हिन्दी तथा अङ्ग्रेजी चलचित्रहरू प्रदर्शन भएका थिए। कोभिड-19 महामारीका कारण उत्पन्न परिस्थितिपछि विक्रमसम्म 2078 असोज 4 गतेदेखि यो सिनेमा हल बन्द भएको थियो। केही दिन अघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश ढिसीले सञ्चालक मध्येका एक गोपाल काजी कायस्थलाई सञ्चालन अनुमति पत्र प्रदान गरेका थिए। लामो समयपछि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन अनुमति पत्र प्राप्त भएसँगै जय नेपाल हल अब पुनः सञ्चालनमा आएको छ। पूर्व मिस नेपाल टेलिभिजन प्रस्तुता तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर अस्मी श्रेष्ठ यति बेला इन्डोनेसियाको बाली समुद्री किनारमा छुट्टी मनाइरहेकी छिन्। सन् 2016 की मिस नेपाल समेत रहेकी अस्मीले हालै आफ्नो इन्स्टाग्राम मार्फत बालीका केही तस्बिरहरू सार्वजनिक गरेकी छिन्। उनी श्रीमानसँगै त्यहाँ रमाइलो समय बिताइरहेकी छिन्। सार्वजनिक तस्बिरमा अस्मी समुद्री किनारमा आकर्षक र बोल्ड शैलीमा देखिएकी छिन्। हल्का समुद्री हावा, घामको चमक र उनको पहिरनले उनको लुक अझै धेरै निखारिएको देखिएको छ। तस्बिरसँगै उनले क्याप्सन लेखेकी छिन्, ओशियन एयर सनकिस्ड हेयर कट इन अ फुल मर्मेड अफेयर। अस्मी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रिटी हुन्। मोडलिङ, प्रस्तुति र विभिन्न ब्रान्डसँगको सहकार्यका कारण उनी युवा पुस्तामाझ लोकप्रिय छन्। उनले सार्वजनिक गरेको यी तस्बिर अहिले सामाजिक सञ्जालमा निकै धेरै चर्चामा छन्। प्रशंसकहरूले उनको शैली, सौन्दर्य र छुट्टीको रमाइलो क्षणको खुलेर प्रशंसा पनि गरिरहेका छन्। हस्ता आजको लागि द सिनेम्याक्स फटाफट यति नै। यहाँहरूलाई आजको फटाफट कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया हाम्रो कमेन्ट बक्स मार्फत राख्न नछुटाउनुहोला र सधैँ यस्तै इन्ट्रेस्टिङ भिडियोहरू हेरिरहन चाहनुहुन्छ भने हामीलाई फलो गर्नुहोला। धन्यवाद।